हेलो वेलकम टु माई मिनी ब्लग। म चाहिँ बिहान उठेर चाहिँ म जुम्बा क्लास जाँदैछु। बिहान उठ्नै पऱ्यो, फेरि बिहान उठेर जुम्बा क्लास जान पाउँदैन, त्यही भएर उठ्नुपर्छ। बिहान उठेर यसो अनुहारहरू चाहिँ त्यो के भएको जस्तो लाग्यो, तर केही भएको छैन हेर्नु है। तर म हिँडिरहेको छु पाइला सँगसँगै चट्ट लाए। अनि यो चाहिँ बिहानको 5 बजेको समयको वेदर हो। यस्तो राम्रो हुन्छ हेर्नुहोस् तपाईँहरू। यस्तो राम्रो वेदर हेर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरू बिहान 5 बजे उठ्नुपर्ने हुन्छ। हेर्नुहोस् कति राम्रो छ वेदर। आमामा बिहान कस्तो तुफान गएको, आमामा यदि त के हो यस्तो। म चाहिँ बिहान क्लास चाहिँ हिँडेरै जान्छु, किनभने मेरो स्कुटर थियो, तर मैले केही कारणले चाहिँ मैले स्कुटर बेच्नु परेको। सो त्यहाँदेखि म बिहान क्लास चाहिँ हिँडेरै जान्छु। त्यो हिँडेर पनि ठिक हुन्छ, खुट्टाहरूको एक्सर्साइज पनि हुन्छ। सो त्यही भएर म चाहिँ हिँडेर गइरहेको छु क्लास चाहिँ। अनि यो चाहिँ हो बागमती पुल, नयाँ बस्तीको खोला साइड भनौँ न। वेदर हेर्नु कस्तो राम्रो छ बिहान। अनि यो मेरो अफिस यहाँ माथि छ, सेकेन्ड फ्लोरमा चाहिँ आन्बी बुटिक र आन्बी प्रोडक्सन हेर्न सक्नुहुन्छ। आन्बी ड्रेस हाउस त्यहाँभन्दा माथिल्लो तल्लोमा चाहिँ छ हाम्रो चाहिँ आन्बी प्रोडक्सन अफिस। अनि यहाँ हो मैले चाहिँ जुम्बा गराउने, यो अब 3rd फ्लोरमा। अब यहाँ म बिस्तारै जान्छु। अब बिस्तारै गएर चाहिँ अब दिदीहरू आइसक्नु भएको छैन अहिले चाहिँ। सो अब म गएर चाहिँ यसो रेडी गर्दै गर्छु, ज्यान तताउँदै गर्छु। भनेको त यो के हो, त कुकुर छ जस्तो लाग्यो मलाई। कुकुरहरू त के हो, अब के ग्याङ फाइट खेला जत्तिकै छ त नि। आम्मा खेल केटा हो, खेल तिमीहरूकै छ। कुकुरै जिन्दगी, खेल 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 खेल। टोकिन्छ नटोके मलाई, नटोके। अनि माथि गएको दिदीहरू कोही पनि आउनु भएको छैन रहेछ। म चाहिँ अब दिदीहरू आउनुभन्दा अगाडि चाहिँ उहाँको गएर बस्छु भनेर बसेको। त्यो दिदीहरू आउनुभयो, त्यसपछि मैले क्लासहरू सुरु गरेँ। आज चाहिँ दिदीहरू धेरै आउनु भएको थिएन, मैले त्यही भएर दिदीहरूलाई गराएँ। अलिअलि एक्सर्साइज गराइसकेपछि अनि मैले त्यसपछि चाहिँ हाम्रो म्याटको हुन्छ, त्यसपछि दिदीहरू सबैजना आफ्नो म्याट लिन गएर चाहिँ दिदीहरू फ्लोरमा बस्नुभयो। फ्लोरमा बसेपछि चाहिँ मैले म्याटको एक्सर्साइजहरू सुरु गरेँ। मैले चाहिँ यताउता दिदीहरू गरिरहनु भएको थियो, मैले चाहिँ यसो अलिअलि भिडियो खिचेको। एक्सर्साइज भइसकेपछि हाम्रो थोरै भए पनि मेडिटेसन हुन्छ। मेडिटेसन भइसकेपछि दिदीहरू घर जानुहुन्छ। अनि त्यही मेरो क्लास सकिएको अवस्था हुन्छ। हेर्नुहोस् यस्तै हो। क्लास सकिसकेपछि चाहिँ म अब स्कुल जानको लागि रेडी हुन्छु घर गएर। अनि आज 2टा स्कुल पुग्नुपर्ने छ, त्यही भएर म अलिक त चाँडै जानुपर्ने छ घर गएर खानासाना खाएर। अनि त्यसपछि म चाहिँ स्कुल जानुपर्ने छ। म चाहिँ घर आएर खानासाना खाएर अनि त्यसपछि स्कुल कहीँ रेडी भइसक्यो। अब स्कुल जानुपर्छ, ढिलो भइसक्यो आज चाहिँ। त्यही भएर सो एकछिन भेट्छु म तपाईँहरूलाई बच्चाहरूसँग। आज म पहिला सुरु लिटिल वन्डर